नमस्ते अनि हार्दिक स्वागत गर्न चाहन्छौँ। तपाईहरुलाई अहिले हामी हाम्रै सिरेफरमा रहेको अंगुर फार्मतिर देखाइरहेका छौँ। पक्कै पनि तपाईहरुलाई कौतूहलता होला यो फार्म कहाँ रहेको छ भन्ने बारेमा। यो फार्म तनहुँ जिल्लाको दक्षिणपश्चिममा पर्ने घिरिङ गाउँपालिका 4-12 बेसीमा रहेको छ र घिरिङ वाइन एग्रो रिसर्चले उत्पादन गरेको अंगुर खेती तपाईलाई देखाइरहेका छौँ। लामो समयदेखि पाखो रहेको करिब 70 रोपनी पाखोबारी अहिले लटरममा अंगुरमय बनेको छ र अहिले सामाजिक सञ्जालमा एकाएक भाइरल पनि भइरहेको छ। करिब 25 प्रजातिका अंगुरहरू यहाँ उत्पादन रहेको हामीलाई जानकार भएको छ। गरे के हुँदैन र भन्ने उदाहरणको लागि तपाईहरु पनि फर्ममा आउनुहोस्, भिजिट गर्नुहोस् र एक उद्यमशील बन्नुहोस्। नमस्ते दर्शकवृन्द, अहिले हामी घिरिङ गाउँपालिका वार्ड नम्बर 4 अंगुर फार्ममा आइरहेका छौँ। अंगुर फार्मको नाम रहेको छ घिरिङ वाइन एग्रो रिसर्च सेन्टर र एकजना हामीसँग एकजना म्याडम हुनुहुन्छ यहाँको। हजुर शुभ नाम के होला म्याडम? नमस्कार। मेरो सन्नाम तामाङ। हजुर यहाँको स्टाफ हुनुहुन्छ है कि? हजुर स्टाफ हुनुहुन्छ है। अनि हामी अहिले भीमा नगरपालिका 8 डुम्री बेसी युवा क्लबबाट आइरहेका छौँ यो अंगुर फार्म रिसर्चको लागि। एकदम खुसी लाग्यो र उहाँसँग केही कुरा गर्न गइरहेका छौँ। यो फार्मको नाम हजुरले के घिरिङ एग्रो रिसर्च। यो सञ्चालन भएको कहिलेदेखि होला यसको बारेमा केही बताइदिनुहुन्छ? सञ्चालन 4 वर्ष भयो। 2078 मा सुरु भएको रहेछ हैन? अनि लगानी कति जति भयो होला यसको लागि? लगानी लगभग 1 जति पुग्न लाग्यो होला। यसको उपयोग खास केमा गरिन्छ केही बताइदिनुस् न। भन्नाले के राम्रो छ अंगुर फार्म? यसको हाम्रो यहाँ अंगुरको चाहिँ वाइन नै हो मेन। हजुर भन्नाले यहाँ धेरै प्रजातिका अंगुरहरू पनि देखेँ मैले हैन? हजुर भन्नाले कति जति प्रजातिका अंगुरहरू छन् होला यहाँ? यहाँ 24-25 हजुर भेराइटी छ। त्यो मध्येमा नि सक्सेस चाहिँ त्यति राम्रोसँग भइरहेको छ। बिरुवाहरू हजुरले कहाँबाट ल्याउनु भएको थियो? कसरी यसरी उत्पादन गर्नु? जर्मनबाट उपलब्ध गरेको। हाम्रो यो नेपालमा चाहिँ यो छैन। यसो डाँठ लगाएर सार्ने केही व्यवस्था केही मिल्दैन? अहिलेसम्म त्यो गरेको छैन। भन्नाले कति क्षेत्रफल जग्गामा यो हजुर लगाउनु भएको छ? यो चाहिँ 70 रोपनी। 70 रोपनी लगाउनु भयो हैन? अझ पनि लगाउने सोच हुनुहुन्छ कि? अझ पनि बढाउने सोचमा हुनुहुन्छ। यसको बारेमा के नगरपालिका या तपाईको गाउँपालिका अथवा घिरिङ गाउँपालिका केही व्यवस्था गरेको छ कि छैन? छैन सर, त्यो खासै त्यस्तो व्यवस्था व्यक्तिगत खर्चबाटै गर्नुहुन्छ सबै? हजुर। अझ पनि यहाँको स्थानीय सरकारहरूले चाहिँ हाम्रो यहाँ अहिलेसम्म बत्ती पनि आइपुगेको छैन। हजुर। अनि बत्ती चाहिँ उता पारिपट्टि घरबाट चाहिँ यसो जोडेर ल्याएर पारिरहेछौँ, त्यो पनि भएको छैन। र रोडमा यो समस्या छ, कच्ची रोड छ, त्यो पनि ठाउँ ठाउँमा साङ्ग्रो छ। अझ पनि उहाँहरूले चाहिँ अझ सहयोग गरिदिनु भयो झन् राम्रो हुन्थ्यो भन्ने। हामीले पनि बाटो पहिलोचोटि गाडी आएको भन्नुभयो हैन? हजुर पहिलोचोटि नगरपालिका 8 डुम्रीबाट पहिलो